नमस्कार है सम्पूर्णलाई। नमस्कार नमस्कार। ल दिपाउ के छ आरामै? ठिकै छ आमा। कहाँबाट आएको नि सोध्दैन त? कहाँबाट आएको आमै? माइती पुगेर आएको नि, वर्ष दिनमा बल्ल बल्ल माइती पुगेर आएको। किन गएको भन्नु न? किन गएको? खासै काम त थिएन, ऊ बुढोको अनुहार हेर्दा हेर्दा दिक्क लागेर म त केही फेरेस भएर आएको नि। ए हो? ए ल हाम्रो दयाङजी पनि आङबाट छ, यता नानी मिरु न सन्चै हुनुहुन्छ? मेरो घर त यहीँ हो, अब एकछिन आराम गरेर त जानु पर्यो त गफसप। घरमा आराम गर्ने कि के गर्ने? यो मेरो थुम्से गाह्रो छ गाह्रो छ। माइतीको कोसेली नि अब घरमा पुगेर अब यो कोसेली पनि को ल्याइदिनु? छोरो स्कुल गएको, बुढोको दाँतै छैन, सेलरोटी खानु सक्दैन, बरु यतै तल बसेर खाउँ न त है कोसेली। हुन्छ बसौँ बसौँ, तलै बसौँ तलै बसौँ। लु बसे त। एकले त दिन्छ नि बस्न। नायकले दिएन झन्नै। विशाल पनि तल बस्नु। म पनि तल बस्नु। माइतीबाट ल्याएको कोसेली। अब दिपाको राल चुइन थाल्छ, बोलाउँ किन? आउनु तपाईँ पनि आउनु। म पनि आउनु। ल हो र। पुग्छ के? किन नपुग्ने बिचरा, अब एकदिन सोफाले पनि आराम पाओस्। त्यत्रो डल्लपले थिच्दा थिच्दा सोफा पनि घाइते। तपाईँ पनि खानु ने पकौरा जस्तो अनुहार लिएर। स्वीट आमै। सेलरोटी कस्तो छ? कस्तो छ बनावट? एकदम सप्रेको छ, प्लेट भन्दा ठुलो छ। धेरै राम्रो रहेछ। आज यो त मेरो आफ्नो सौकुटा। तपाईँलाई बनाउन आउँछ सेलरोटी? मलाई अलिअलि अलिअलि बनाउनु पर्छ। पछि माइती जाँदा यो अन्डा पनि ल्याएको छु के। यो त म नखाने, म खाँदा अन्डा जस्तो भइसक्यो। कस्तो तपाईँले नखाने भन्नुभएको? झन् अन्डा कुखुराले दिएकै थिएन, दयाङ राईको लागि भनेर अन्डा कुखुराले दिएको। दिएकै थिएन कुखुराले अन्डा। एउटा त लिनु पर्यो त। दयाजीको लागि भन्दा दियो। अनि विशालको लागि पनि एउटा अन्डा पारिदेऊ भनेको त कुखुरा मानेन। यहाँ बसेर हाँस्नु पनि मजा आउँदो रहेछ। विशाल भण्डारीको लागि म सुनिता दिन्न, अन्डा दिन्छु भन्यो कुखुरालाई। त्यस्तो छ। लु सके सके। खाऊ। तपाईँ पनि? म त भेजिटेरियन हो आमै। हजुर भेजिटेरियन भेजिटेरियन भनेको तरकारी मात्रै खाने, मान्छे घाँस खाँदा नि यतिको मोटाउँछ भन्ने। किन ठुल्ठुलो जनावरहरू मोटाउँछ भनेको? ओके नो प्रब्लम। लु लिनु न, लिनु कस्तो छ? खानु त मिठो छ। मैले अलि म चाख्छु मात्रै क्या। लु मैले चाखे है त। मैले पनि अलिकति चाखे। बाँकी रह्यो भने दिउँला। बेसरी कस्तो छ? सेलरोटी खानु पर्छ यसरी। दर्शकको माया पाएर पैसा हे कमाउनु बेसरी। आउलाने कोसेली आमैको एक खुन्केबाट सेलरोटी। तपाईँ अलिकति यो 3 पाने लिनुहुन्थ्यो कि नि? क्यामेराको अगाडि त नलिउँ, भरै चिरी पार्नु पर्छ। क्यामेरा उता फर्काउ न त। आमै म त उतै बसेर खान्छु। हुन्छ हुन्छ। किन अडियन्सलाई पनि दिनु पर्यो नि? अनि के सुन्नु न, हाम्रो माइती गाउँतिर जम्मा तपाईँको फ्यानहरू नि बेसरी। तपाईँको माइती गाउँमा? मेरो दाजुभाइहरू सबै फ्यान। अब सबै जिम जाने मान्छेले त यत्रो यत्रो पेट बनाएर बस्छ। किन जिम नजानु भएको भनेको त दयाङको फ्यान रे। होइन अब एउटा कुरा नि, अब छोरा मान्छेहरू त दयाङ रहेको सबै फ्यान होइन। एकजना सँगै स्कुल पढेको केटीको पनि पेट ठुलो देख्छु, साथी पनि दयाङको फ्यान भने झ्याम मानेको प्रेग्नेन्ट रहेछ। तपाईँ सबैले मन पराएको मान्छे हेर्नु होइन। हुनु त हाम्रो गाउँमा अब ठुल्ठुलो मोटी मोटी केटीहरू पनि छन्, अनि दिपाश्रीको फ्यान हो भनेको त होइन। त्यस्तो पनि छ। अनि तपाईँहरूको ट्रेलर हेरेँ, एकदम राम्रो लाग्यो त्यो कबड्डीको। अझै पनि बिहे भएको छैन है तपाईँको? भएन त, अब के पो गर्नु। तपाईँको फिल्म नचलुन्जेल बिहे हुँदै हुँदैन। फिल्म चाहिँ हेर्छु, एकदम राम्रो छ है। ट्रेलरै हेर्दा त त्यस्तो छ। कति राम्री नानी। अनि फुलन्दे कति वर्ष पुग्यो? फुलन्दे
बेला भएको छ भने यसो कुरा गरिहालौँ अहिले नै होइन ठिकै छ तपाईँ साह्रै राम्री भन्नु 3 चोटि भन्नुभयो अनि होइन राम्री त राम्री नि त अब हाम्रो फुलन्जा फेरि त्यस्तै नराम्रो तपाईँ भन्दा अगैबार छ अब त्यो के छ नानीले सके